संघलाई कस्तो बनाउनु पर्छ भन्ने कुरा मलाई मनमा आइसकेको छ। आधा विदुर लिङ्गदेन दाइले बनाइदिनुहोस्, आधा मेरो भागमा छुटाइदिनुहोस्। म कस्तो बनाउँछु यो खेलप्रेमी मैदान भन्ने कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। मेरो परीक्षा दिनु पर्दा म विश्वको 8000 भन्दा माथिका 14वटा हिमालय आरोहण गर्ने पहिलो नेपाली हुँ। म सङ्घ सभाली हुनुमा गर्व छु र मेरो भाइ विश्वको 8000 भन्दा माथिका 14वटा हिमालय चढ्ने दोस्रो नेपाली हुनुहुन्छ र हामी संसारको पहिलो दाजुभाइ र सङ्घ सभाली हुनुमा गर्व छु। त्यसै गरी विश्वको 7वटा महादेशका अग्ला शिखरहरू 7वटा महादेशका अग्ला शिखरहरू चढ्नेमा हामी एउटै गाडको पहिलो 3 दाजुभाइ भए, संसारकै पहिलो 3 दाजुभाइ सङ्घ सभाली हुनुमा म गर्व छु। त्यसै कारणले गर्दा आदरणीय यहाँ आउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो के आग्रह छ भने तपाईँ हामीले खेलप्रति पनि माया गर्नुपर्छ। यो माया गर्दै गर्दा यो मैदानमा आज मेरो 7 समिट ट्र्याक संस्थाको लोगो यहाँ राख्दै गर्दा मैले भन्नै पर्ने हुन्छ, यहाँ सङ्घ सभाबाट पनि राष्ट्रिय खेलाडीहरू हामीले उत्पादन गर्नुपर्ने हुन्छ। म भन्न चाहन्छु तपाईहरूले सङ्घ सभाको फुटबल खेलाडीहरूबाट 5 जना मान्छे छानेर पठाउनुहोस्। मैले कहाँ के गर्नुपर्छ, त्यसलाई कसरी राष्ट्रिय खेलाडी बनाउनु पर्छ भन्ने कुरा म यहाँहरूलाई मेरो वचन दिन चाहन्छु। त्यसको जिम्मेवारी आर्थिक, भौतिक म सबै मेरो पर्सनल रूपमा गर्नेछु।